नमस्कार सम्पूर्ण साथीहरूलाई नमस्कार। हामी आज यो असाढको महिनामा यो सिमसार क्षेत्रमा धान रोप्ने क्रममा यस्तो प्रकारको जीव भेटिएको छ। यो जीवलाई कतिपय साथीहरूले प्राय धेरै साथीहरूले चिन्नु भएको होला। धान रोप्ने क्रममा सिमसार क्षेत्रमा हैन यस्तो प्रकारका जीवहरू भेटिन्छन् र यसलाई हाम्रोतिर तान्या भनेर चिन्छन् साथीहरू। हामी यसलाई तान्या भन्छौँ हैन। तपाईकोतिर के भन्छन्? खासमा कतै कतै जडिङ्लो भनेको सुन्न पनि पाइन्छ। जडफ्या पनि भन्छन् है। तर हाम्रोतिर चाहिँ यसलाई तान्या भन्छन्। नाम पनि कस्तो कस्तो है, हाँसो लागेर आउँछ। योलाई खासमा नेपालीमा चाहिँ गङ्गटो भन्छन्। हामी पढ्ने बेला किताबमा गङ्गटो भन्छ, तर यतातिर गङ्गटो भनेर प्राय थोरै मान्छेहरूले मात्रै चिन्छन्। गाउँका सबै निरक्षर व्यक्तित्वहरूले चाहिँ यो गङ्गटो भन्दैनन्, ताने भनेपछि मात्रै चाँडो झट्टपट्ट चिन्छन्। आफ्नो ठाउँको भाषा हुन्छ हैन। त्यसैले यहाँहरूलाई कस्तो लाग्यो हेर्नुहोस्, प्रतिक्रिया दिनुहोस् है। हामी यसलाई सानो उमेरमा आमा बाउले त्यहाँ चाहिँ खेतबाट ल्याइदिनुहुन्थ्यो, हामी पोलेर खाने गर्थ्यौँ। आज पनि यसलाई चाहिँ पोलेर फ्राई गरेर खान्छौँ हामी आजकल पनि। यस्तो प्रकारको जीव छ हैन। कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोस्। तपाईँहरूको ठाउँमा के भन्छन् हैन, खानुहुन्छ कि हुँदैन तपाईँ हैन, के गर्नुहुन्छ है, कमेन्ट गर्नुहोस् कृपया ल।